हामी त बिचमा आएर अल्पत्र पऱ्यो हजुर कटा रहेछ त्यता तर हेरै देखिएन कतै नि छैन यी के एरा यार ये क्या हो हो ये क्या है हाँ क्या है ये मेरे को धरा रहा है चमेरा है साले के दाइ भो म जान्न दाइ जान्न के म ये कब चीज जान्न के ये अंदर है रे बोरो चाचा है ए ए चिन्नु त हाँ एरोले यता 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 देखाछ यी यता यी तेतर ये पर ये क्या हो रहा है एरोले यता देखाछ फेरि रिटर्न ब्याग यता जाने हैन ये त अंदर हो दाइ हरिन्छ कि हामी त अरे ये दाइ चमेरै हो यो कुन त क्या यो के होला हजुर हेर्नुहोस् त यता उए दाइ कता गयो कता गयो कहाँ जान मन लाग्यो त्यतिको होला नि यहाँबाट त्यो गएपछि कहाँ गइन्छ दाइ यार मेरो शरीरमा तासेर टु आएर त्यस्तो ढुङ्गामा टाँसे थियो अनि ज्यादा भइन्छ सानेको बो नजाम बो दाइ बो म जान्न म जान्न के एक्लै हुन्छु ये बच्चा त म तल्तेछु बोके बो आउन्टु बो नजाम के बो जान देऊ न बोके बो यहाँबाट हेर्छु त बो नजाम बो पार्वती उधर तलबाट आछ तिम्रो बाजेको के त्यो किरा त्यो झुन्डेको बो नजाम बो आउनु पर्ख्यौँ के बोके बो आउनु के बो जाम ब्ल्याक बेल्ट होइन भने बो नजाम बो ब्ल्याक बेल्ट भयो नि 2 डन 3 डन भयो नि बो नजाम बो भर्खरै बनाएको माथा पार्वतीको त्यो भात भएको नि बारो भाँडा माझेर राख्ने त्यो भाँड होला क्या छर त बोके नजाम यहाँ बसेर हेर्छु क्या के रहेछ अनि उता सँगै बाटो देख्यो भने म यहीँ अल्पर भए फन्टी घुम्छु फेरि ओडार्नु जेसुकै गर बोके दाइ नजाम यार इधर त अंदर तो ऐसे करके चलना पड़ेगा यसरी बसेर हेलो एनीबडी होम ये अभी बनाया रे किसी ने क्रिस्टल लगता है क्रिस्टल मिल जाता है नहीं बोके जाम हाँ ये कहाँ से तो ऐसे ये नहीं तेरी है ये तो और अंदर है और अंदर है टावरले काम त गरे ह के थाहा त नि गुगल बाबाले सोध्नु न बाबु इन्टु आज इन्टु आज के तल मोटर बाटा गइन्छ रे क्या कहाँको मोटर बाटो हो फेरि तल के गई मोटर हम दर्गाया दाइ बिल्कुल नहीं दरो यस्तो छन् प्रजाति हेर्नु नि यहाँ यस्तो प्रजातिको के हो नि यस्ता व्हाट इज दिस कता हो अब यहाँबाट दुईटा बाटो भेट्यो दुईटा बाटो यताको सकिन्छ यता आयो के यहाँबाट तल हो फेरि तिमी उभियो भने टाउको ठोकिन्छ हेर्नु न कस्तो ढुङ्गा हुने यार माटोवाला ढुङ्गा हो यहाँबाट तल हो फेरि अन्डर आए यहाँबाट फेरि तल दाइ यार टावरले काम गर्दैन के होइन माता पार्वती यहाँ चाहिँ किन आउनु भएको रहेछ भने क्या ठुकी है म त पार्वती हजुरको पछाडि त सबै ढिलो ला त्यो तिमीले समातेर यस्तो डर लाग्नु यार यहाँ त बसेर नि सकिँदो रहेछ जान सकिन्न यार कहाँको मान्छे कहाँ आइयो यार अब हामी सकिन्छ र अनि जान अब छिरान सकिन्छ नि म बुढो मान्छे सकेको छु त्यो बाटो त लगातार उतातिर भनिरहेछ त तलबाट आउने बाटो होला नि यो माथिबाट चाहिँ तल नजाने बाटो रहेछ कि हामी उल्टो बाटो आइएछ र खै त हामीलाई त केही अप्सनै छैन त दाइ भित्र भट्किनु रहेछ के यो के यो ढुङ्गा यो कतै बुझेको छैन त्यो म चाहिँ यस्तरी हेर्छु कि यहाँ ठक्क मेरो टाउको नरबारु दाइ हजुर कतै किरा सिरा त छिटो त छैन कोही बात नै कि यहीँ लड्ने हो तिमी ब्ल्याक बेल्ट होइन नि
हाँ कुछ मिला क्या है उसके अंदर में नहीं हुआ क्या है क्या है केक है कचरा है कचरा यहाँबाट कता हो माथि उक्लिने हो हेर्नु त पछाडि म पछाडि सुट्दा अघि अघि जानुभएको छ दाइ यो फेरि यो कहाँबाट आएर टुटेको बाटो हो त यो दाइ निस्किनु भयो कहाँ जोरो र फेरि यो बाटो पो नसके उज्यालो हरेको त एक्सक्युज मी उज्यालो ओ उता त माइ गॉड आऊ मान्छे नि माथि उक्लिने हेर क्या आऊ क्या उज्यालो र उज्यालो देख्छ है डन्नै यो माथिबाट होइन यो जतिखेर यो यसको स्थापना भयो नि त्यतिखेर यो ड्याङऱ्याङ डुङरुङ गर्दै यो सबै यो भरिँदै यो पुरा भरिँदै आउँदाखेरि चाहिँ यस्तो भएको के हो ढुङ्गा ठुल्ठुलो ढुङ्गाहरू है यहाँ पुरै माटो भरिएको थियो पछि भलले पकाउँदै माझ जति भगायो ढुङ्गा सार्सा ढुङ्गा चाहिँ यस्तो भएर बस्यो धारण भएर बस्यो हो कैसे लाग्यो हाम्रो इन्टिटिज माथि उक्लिने माथि त छैन यो बाटो छैन यहाँबाट फेरि हराइएला फेरि त्यहाँनिर है त्यहाँबाट हामी उताबाट आएको थियौँ है राइट साइडबाट कताबाट राइट साइडबाट राइट कता लेफ्ट कता यहाँ त यो त हामी त फेरि अर्को ठाउँमा आइयो त ए ऊ त्यहाँबाट चाहिँ पल्छ त यस्तो छ है यता यहाँ त्यहाँबाट त बाहिर निस्कँदो रहेछ त ऊ खै ऊ यहाँबाट निस्किँदैछ माथि हेर्नु त चमेरा कति हुन् ओ चमेरैको घरमा आइयो हामी यो कुन मुभीको सुटिङ गर्दैछौँ रे खै यार के हो ओइ यो कुन मुभीको सुटिङ गरे हो मैले कुन चाहिँ मुभीमा हेरेको थिएँ क्या त्यही थियो चमेर हेर्नु त चमेरा हामीलाई देखेर गाली गर्दैछ टेरीमा चमेरामा उड्यो चमेरले मान्छेले